यसभन्दा अगाडिको भागमा मैले अध्याय 1 को वाचन गरेको थिएँ। अब म यहीँबाट पुनः दोस्रो अध्यायबाट सुरु गर्दैछु। कारागारभित्रको स्वतन्त्रता। अध्याय 2। कोठामा पुग्दा साँचो झुन्डिएको थियो। एक हातले कार्पेट मुनि राखेको चाबी झिके भने अर्को हातले फोन लगाए किरणलाई। ढोका खोलेर भित्र पसे। आज कोठा चिटिक्क परेको थियो। फोन गयो तर उठेन। सायद काममा होला भनेर पुनः कल गरिन। सबै सामानहरू यथास्थानमा स्थानमा चिटिक्क मिलाएर राखिएको थियो। मैले हतार हतार बिहान ओछ्यान मिलाएको थिएन। मेरो ओछ्यान मिलाइदिएको थियो। म काम जाँदा मस्त सुतिरहेको। किरणलाई कसरी कहाँबाट कोठा सफा गर्ने दोष चलेछ। जे होस् ठिक गरेछ मनमा नै भने। कोठाभरि अत्तरको मिठो नयाँ लाग्ने बास्ना आइरहेको थियो। सायद किरणले आफ्नो गर्लफ्रेन्ड ल्याएको अड्कल लगाए। उता काममा नै खाना खाएर आएकाले खाना नपकाएकोमा दुःख लागेन। बनाउने जोस पनि चलेन। फ्रेस हुनका लागि वासरुम जान लागेको थिएँ। मोबाइलको घन्टीले कसैको फोन आएको सङ्केत गर्यो। ढिला नगरी फोन हेरेँ। मिस ER फोनमा नाम डिस्प्ले भइरहेको थियो। मैले त्यो फोन ढिला नगरी उठाएँ। मैले केही भन्न नपाई उसैले सोधी, कता हो? निजी निवास, छोटो जवाब दिए। हजुर कता? प्रति प्रश्न गरेँ। कलेजबाट फर्किँदैछु, उसले भनी। अनि किन फोन गरेको? मैले जान्न खोजेँ। तिमीलाई फोन गर्न कारण चाहिन्छ र? ऊ रिसाए जसरी गरेर बोली। मेरो मतलब त्यो थिएन। केही काम छ कि भनेर मात्र सोधेको। थोरै केही नभएको जस्तो गरेर भने। घुम्न जाम भनेर फोन गरेको। उसको स्वर रोमाञ्चित थियो। कता? उत्सुकता जनाए। टुडिखेल। किन त्यहाँ? मैले सोधेँ। आज घोडे जात्रा हो नि त, त्यही भएर हेर्न जाम। कति बेला? अहिले आऊ, म तयार हुँदै गर्छु। हस् स्वीकृति जनाउँदै फोन राखेँ। तिर्खा लागिरहेको थियो। पानी पिउन किचनतिर लम्किए। हरियो प्लास्टिकभित्र केही थियो। हेरेँ, मोमो र कोक किरणले राखिदिएको रहेछ। खाना खाएकाले मोमो खान मन लागेन। कोक भने पिएँ। एकैछिनमा घन्टी बज्यो। फोनको किरणको रहेछ। कता हो? मैले प्रश्न गरेँ। एयरपोर्टमा त हो नि। किरण विमानस्थलमा ग्राउन्ड स्टाफको काम गर्दथ्यो। खाजा राखिदिएको थिएँ, भेटिस्? उसले सोध्यो। भर्खर खाएँ। आज आउँछस् कि नै? किरण मेरो रुम पार्टनर हो। ऊ कोठामा 2-3 दिन मात्र झुल्कन्थ्यो। उनीहरूको लागि उता पनि बस्ने व्यवस्था मिलाइदिएको हुन्छ भन्थ्यो। तर 2 वा 3 दिनमा एकपटक ऊ कोठामा आएकै हुन्थ्यो। त्यही अनुसार कोठाको सम्पूर्ण खर्चको 30% किरणले र 70% मैले तिर्ने सहमति भएको थियो। 3-4 दिन आउँदिन है। नयाँ वर्ष लाग्न आँटेकोले माहौल फिट हुन्छ। त्यही भएर 3-4 गतेतिर मात्र आउँछु, उसले भन्यो। ल त्यति बेला आउँदा कोही लिएर आइज है, साह्रै कोठा फोहोर हुन्छ, मैले जिस्काएँ। साले तैँले थाहा पाइस्? उसले हाँसेर भन्यो। यस्तो कोठा मिलाएछस् थाहा हुँदैन त? तेरो ओछ्यानको लामो लामो कपालहरू लेडिज पर्फ्युम नभएको भए थाहा पाउँदैन थिए। अनि त्यति सफा गरेर रुम फ्रेसनर छर्केको भए थाहा पाउँदैन थिए। कोही खास मान्छे ल्याएको थिइस् हो, नत्र यस्तो कमाल कोठामा कहिले हुँदैन थियो। मैले यति भने। ल ब्रेक टाइममा छु, राखिदिन्छु। उसले कुरा टुङ्ग्याउँदै फोन काट्यो। किरणले धेरै पटक कोठामा केटीहरू लिएर आइसकेको छ, तर कहिले पनि यस्तो विधि कोठा श्रृङ्गारेको मलाई त याद छैन। म निश्चित भए पक्कै उसले आफ्नो गर्लफ्रेन्ड ल्याएको थियो। यो घटनाले केही महिना अगाडिको घटना याद दिलायो। एकपटक कोठामा केटी लिएर आउने कुरामा मेरो किरणसँग झगडा परेको थियो। उसको कुरा थियो। करिब 9 बजेको थियो। किरण आज कोठामा आउने भनेर फोन गरिसकेको थियो। उसको लागि पनि खाना पकाए। उसैलाई पर्खिएर खानासँगै खाना भनेर नखाइ बसे। एकैछिनमा ऊ आयो। मासुको सुगन्ध कोठाभरि थियो। किरण आयो, साथमा एकजना केटी पनि। ऊ बेला बेलामा साथमा कोही न कोही लिएर आउँथ्यो। सायद कोठा आउनुको मुख्य एक उद्देश्य यो पनि थियो। मेरो लागि यो सामान्य थियो, तर राति लिएर आएको सायद पहिलो पटक थियो। किनभने 2 जनाको लागि एउटै कोठा थियो। खाट भिन्दा भिन्दै भए पनि। मैले खाना पस्किन 3वटा थाल झिकेँ। हाम्रो लागि हो, हामीले बाहिर नै खाएर आइसक्यौँ, किरणले भन्यो। ऊको हो? मैले सोधेँ बिस्तारै कानमा। यति रातिसँगै 2 जना युवा युवती भएपछि को हो भनेर सोधिराख्नु जरुरी त थिएन, तर कोही आफन्त पनि त हुन सक्छ भनेर सोधिहालेँ। साथी हो मेरो, उसले भन्यो। भएभरको साथी किरणको भेट्दो रहेछ, मनमा नै भने। मैले खासै अरू कुरामा ध्यान दिइनँ, किनभने किरण धेरै साथीहरूलाई ल्याइरहन्थ्यो। म त तिमीलाई पर्खिरहेको, अघि भन्न पर्दैन? मलाई भोक लाग्यो, म चाहिँ खान्छु, मैले भन्। यति भनेर खाना पस्किन लागेको थियो। किरणले एकछिन भन्दै बाहिर बोलायो। किन? बाहिर पुगेपछि मैले सोधेँ।
10 मिनट बाहिर बस ल। मैले उसको इसारा बुझेँ। भोक लागिरहेको थियो। खाना खाएर 10 मिनट बाहिर बस्ने कि 10 मिनट बाहिर बसेर खाना खाने, म अन्यलमा परेँ। पहिला त्यसो भए खाना खान्छु, मैले पेट भोको रहेको कुरा सुनाउँदै भने। 10 मिनट त हो, बाहिर बस्दै गर, म बोलाउँछु। ऊ त्यति भनेर भित्र छिरेर ढोका लगायो। उसको जाडो माथि ज्याकेट लगाए पनि तल कट्टु मात्र लगाएको थिए। 10 मिनट भनेर भित्र छिरेको आधा घन्टा हुँदा पनि बोलाउँदैन। किरणलाई फोन लगाए तर उसले नउठाई काट्यो। रिस उठ्यो तर बाहिर बसिरहे। 1 घन्टा हुँदा पनि उसको फोन आएन, न त आवाज नै। यताउति आँखा डुलाए। बाहिर सायद छिमेकीको तन्ना छेउमा सुकाएको थियो। त्यही तन्ना तानेर शरीरलाई न्यानो बनाउने कोसिस गरे। त्यो तन्ना शरीरलाई बेरेर थचक्क भुइँमा बसे। थोरै भए पनि शरीर न्यानो भयो। त्यहीँ अडेस लागेको झन्डै निदाएछु। अब 1.5 घन्टा भइसकेको थियो। जेसुकै होस् भनेर ढोका ढकढकाए। उसले न ढोका खोल्यो न केही भन्यो। रिस र भोक राम्रै लागिरहेको थियो। अब त्यहाँ बसिरहनुभन्दा बाहिर 1 राउन्ड हानेर आउने निर्णय गरे। घडी हेरे, रातको 10:30 बजिसकेको थियो। बाहिर घुमेर आउँदा शरीर पनि तातिने, किरणको काम पनि सकिने, पसल खुल्ला भए भोक पनि मेटिने। त्यही सोचेर बाहिर घुम्न निस्किए। कतै पसलहरू खुल्ला छ कि भनेर यताउति डुल्न थाले। पेटमा मुसा कुदिरहेको थियो। सधैँ अबेरसम्म खुल्ने पसलहरू चहार्न थाले। झन्डै 10 मिनट हिँड्दा पनि पसल खुल्ला नभेटेपछि एकछिन दौडन मन लाग्यो। घडी हेरे 11 भइसकेको थियो। 11 बजे पनि पसल खुल्छ त? मन खिन्न भयो। चिसो ज्यानलाई तताउन 15-20 पाइला मात्र के दौडिएको थिए। 2-3 वटा कुकुरहरू सातो खाने गरी पछि लागिहाले। त्यही आफूले ओडेको तन्ना यसको प्रमुख कारण थियो। झम्ल्याङ देखेर ती भुक्दा गरेर थाकेका बुस्या कुकुरहरू मेरो पछाडि लागेका थिए। ती कुकुरहरूको टोकाइबाट बस्न 2-4 पाइला के दौडिएको थिए। ढुङ्गामा अड्केर नराम्ररी लडे। म लडेको देखेर ती कुकुरहरू टक्क रोकिएर खाउला जसरी गरेर मतिर हेर्दै भुक्दै थिए। मेरो मुटुले ठाउँ छोड्यो। आज चाहिँ नराम्ररी कुकुरको टोकाइ भेटिने भयो भनेर। तर तिनीहरूले टोकेनन्। मोबाइल पर पुगेको थियो उछिटिएर। पहिला त्यो तन्नालाई घाँटीमा बेरे गएर फोन उठाए। चोइ आइज भनेपछि कुकुरहरूले पनि केही गरेनन्, बरु पुच्छर हलाउन थाले। अब मन शान्त भयो। टर्च बालेर गुडा हेरे। ठोकिएर थालाको एक भाग खुइलिएर रातै भएको थियो। त्यही बेला किरणको फोन आयो। रिस उठिरहेको थियो। फोन नउठाई काटे। कुकुरहरू मेरो वरिपरि झुमिरहेका थिए। त्यही बेलामा एउटा मान्छे स्कुटीबाट त्यही बाटो भएर गयो। ती मलाई रोक्न खोज्ने कुकुरहरू कराउँदै त्यही त्यो स्कुटीको पछि गए। म भने भित्तामा अडेस लागेर आफ्नो घुँडा सुमसुम्याउन थालेँ। त्यसपछि कोठा गए। उनीहरू किरणको खाटमा पल्टिरहेका थिए। म फटाफट गएर खान पस्किएँ। चिसोले हात र भात दुवै कट्याङ्लिएका थिए। खान खोजे तर चिसो हातले खाना टिप्नै मानेन। 2-4 गाँस मुखमा हालेको चिसो खाना मिठो लागेन। त्यसै थालले छोपिदिए। 12 बजिसकेकाले खाना तताउने जोस थिएन। ग्यास बालेर हातलाई न्यानो बनाउन प्रयास गरेँ। हल्का न्यानो भएपछि आफ्नो ओछ्यानमा गएर पल्टिए। के भयो, किन खाना नखाएको? किरणले सोध्यो। उसको बोली सुनेर झनक्क रिस उठ्यो। उसँग उसको साथी थिई। केही भन्न मन लागेन, नत्र हाम्रो झगडा पर्ने निश्चित थियो। पक्कलाई भोलि मनले यति मात्र भनियो। पेट अगायो। मैले भने, नखाई? उसले सोध्यो। म केही बोलिनँ। बाहिर जाडोमा धेरै बेर बसेकाले होला। न्यानो शरीरले स्पर्श गर्ने बित्तिकै निदाएछु। बिहानै बाइकको आवाजले बिउजिए। किरणले सायद त्यो केटीलाई बाहिर पुर्याउन जान लागेको थियो। अन्दाज लगाए। हिजो राति लडेको बेला औला पनि मर्किएछ। आगो बाले। आलो बेला नदुखेको अहिले पो दुख्न थाल्यो। भोक लागिरहेको थियो। आज बिदा भएकाले अलि समयसम्म सुत्न पाइने दिन भए तापनि भोकले उठाइ छाड्यो। किरण बाहिर गइसकेको थियो। मैले हिजो रातिको खाना तताएर खाएँ। काम थिएन, फेरि सुते। ढल्किएको मात्र निदाएछु। ओइ कफी। किरणले घचघच्याएर उठाउन खोजिरहेको थियो। उठेर केही नबोली कफीको कप उठाएर फोहोर पानीको बाटामा खन्याएर बाहिर वासरुम गए। मलाई कफी त्यसै पनि मन पर्दैन। झन् हिजो रातिको घटनाले मलाई किरणदेखि रिस उठिरहेको थियो। वासरुम मात्र के पस्न लागेको थिएँ। एउटा बाहिरबाट आएको स्त्री आवाजले मेरो ध्यान तान्यो। बाहिर उनीहरू आपसमा कुरा गरिरहेका थिए। मम्मी, यो तन्ना के भएको? माटो छ त। बाहिरपट्टि चियाए। मैले राति ओडेको तन्ना थियो। थोरै डर लाग्यो। मैले चलाएको थाहा पाएर गाली पो पाइने हो कि? तैँले धोएको होइन? राम्रो पखालिनस् होला। पखालेको हो। हिजो तपाईँले सुकाएको होइन?
छोरीले आमालाई भन्दै थिइन्। ल के भएछ त? आमा ढोकाभित्रबाट लुगा सुकाएको ठाउँमा निस्किँदै बोलिन्। म मुसुमुसु हाँस्दै वासरुम छिरेँ। कोठाभित्र आए किरण ट्वाल्ल परेर बसिरहेको थियो। के भयो? केही बोल्नु मन थिएन तर भने केही होइन। हिजोको कुराले गर्दा हो? म चुप बसेँ। रातिको कुराले गर्दा म रिसाएको छ भन्ने थाहा थियो। सायद उसले माफी माग्दै भन्यो, सरी है नरिसा, हिजो त्यस्तै भयो। तैँले खाइस् भन्दैमा अरूको पेट अगाउँछ, साले स्वार्थी। म अलि ठुलै स्वरमा बोलेछु। नरिसा के? त्यति सानो कुरामा ल के खान्छस् म बनाइदिन्छु कि बाहिर जाने खान? मलाई भगाउन कोसिस गरिरहेको थियो। भोलिबाट कहिले राति यस कोठामा केटी आउँदैन। ल्याउन मन छ भने यहाँ होइन अन्त लग्ने, मैले आदेशको स्वरमा भने। ल हजुरको जो आज्ञा, अब त्यस्तो हुँदैन। कति गाली गर्छु भनेर रातभरि बनेका वाक्यहरू बिहान भएसँगै कता गए यति मात्र भन्न सकेँ। न त खाना दिन्छ, रातभरि चिसो रातमा बाहिर राख्छ। अबदेखि त्यस्तो नहोस्। मेरो गाली अथवा भनाइ जे भने पनि यति मात्र थियो। ल त पनिले न त म बाहिर बसुला। सरी भनिसके त, कति कराएको। उसलाई पनि रिस उठेछ। साथी हो, जे भने पनि सहनै पर्यो। म चाहिँ बल्ल बल्ल साथी आउँदैछ भनेर खाना पकाएँ, मासु किनेर ल्याएँ, भोकै बसेँ। यति गर्नु मेरो गल्ती थियो होला होइन? ऊ केही बोलेन। मलाई पनि कोठामा बस्न मन लागेन। मैले मोदीलाललाई फोन गरेँ। ऊ मेरो सँगै पढ्ने साथी हो। उसलाई नभेटेको धेरै भएकाले उसलाई भेट्न गए। बाटोमा आज चाहिँ जाम रहेनछ। कीर्तिपुर पुग्दा 2 बज्न लागेको थियो। कीर्तिपुरको गेटमा उसलाई भेटेँ। त महिनामा पनि चेन्ज भएनछौ त, जस्ताको त्यस्तै छौ, मैले हात मिलाउँदै भने। कस्तो जस्ताको त्यस्तै भनेको? मोदीलालले जान्ने इच्छा प्रकट गर्यो। उस्तै ह्यान्डसम, म मुस्कुराएँ। तिमी पनि उस्तै चिप्लो बस्ने बानी गएको छैन। दुवैजना हाँस्यौ। क्रिकेट हेर्न भनेर त आएको होला होइन तिमी? मोदीलालले सोध्यो। कसको गेम छ? मैले सोधेँ। लौ थाहा छैन? के हो, खेल्न छाडे भन्दैमा पुरै बिर्सिदिने? साथै थाहा छैन? आफू अज्ञात भएको कुरा बताए। काठमाडौँ र विराटनगरको। मैले भने। हिँड जाउँ, उतै ग्राउन्डमा नै हेर्दै कुरा गरौँला। नाइ, मैले हेर्न छोडिसकेँ, मैले भने। कुनै दिन तिमी साथीभाइ, बुबाआमा, पढाइ, भविष्य सबै छोडेर क्रिकेट खेल्न र हेर्न कुद्यौ। आज तिमी नहेर्ने भइसक्यौ। उसको शब्दले मुटुमा नमिठो सुईले गोचे जस्तै गोच्यो। सपना भनेको त्यस्तै रहेछ। कुनै दिन तिमी जस्तै मिठो लाग्ने कुरा पनि एक दिन तिराइतोको तितो जस्तै चित्तो बन्दो रहेछ। मैले किञ्चित बनावटी हाँसो हाँसेँ। उसले नजिकैको बत्ती पसलमा लग्यो। मलाई रक्सी र उसको लागि जाड मगायो। खाना त खान्छौ नि, कि यो पनि छोडिसक्यौ? उसले मतिर हेर्दै सोध्यो। तिमी बाहुन भएर त खान्छौ, म त झन् बार्ने कुरै भएन। उसले दाँतका पङ्क्ति मिलाएर हाँस्यो। एउटा लाइन याद आयो। मैं कोही नसेडी तो नहीं, पर कोही पिलाए तो मैं क्या करूँ? मैले सुनेको हिन्दी गीतको एक लाइन सुनाए। अनि दुवैजनाले आफ्नो ग्लास एकअर्कामा ठोक्कायो र आपसमा बोल्यौँ बिदाको नाममा। कलेज जाँदैछौ? मैले रक्सीको चुस्कीसँगै मोदीलाललाई सोधेँ। यहाँबाट त्यहाँ धाउने कुरा भएन। यताउता सरेपछि एकपटक चाहिँ गएको छु, फर्म चाहिँ भरेको छु। अनि तिमी? मेरो त कलेज नजिक छ, तर कलेज नजिक भएर के गर्नु, मन र समय मिल्दैन। कलेज गएर के गर्नु? युनिभर्सिटी टपर भइ नै होइन, बस हामीलाई चाहिने भनेको प्रमाणपत्र त हो, मैले भने। चाहिने भनेको नै यही त हो, उसले भन्यो। उसँग मजाले गफ गर्ने भनेको खै केही काम पर्यो भनेर फोन आयो। केही समय गफगफ गरेपछि हामी छुट्टियौँ। कामतिर गइसक्यो होला किरण। यही मनमा नै सोच्दै कोठा पुगेँ। ऊ कोठामा नै थियो। काममा आज गएनछ। म कोठाभित्र छिर्दा दङ्ग परे। खाना पकाउन जागर नचलाउने किरण आज भने खाना तयार पारेर बसेको थियो। सरलाई आज कताबाट यत्रो जागर आयो? मैले सामान्य बन्दै भने। अब रिस मरिसकेको थियो। एउटै ओछ्यानमा सुतेपछि खुट्टा त लागिहाल्थ्यो। यस्तो सानोतिनो झगडा हाम्रो बिचमा भइरहन्थ्यो र भइरह्यो, तर केही घन्टापछि सामान्य हुन्थ्यो। तपाईँकै लागि हो हजुर, उसले भन्यो। पर्दैन थियो, मैले भने। होइन लिउँ हजुर, उसले खाना पस्केर मलाई दिँदै भन्यो। अनि आज तेरो काम थिएन, बिदा हो? मैले किरणलाई सोधेँ। त रिसाइस अनि फकाउन बसेको, उसले भन्यो। लौ भयो, बढी बहाना बनाउनु पर्दैन। त्यही पनि म केटी होइन। ला हेर,
मैले लेखेको इमेल बिरामीको बहाना बनाएर बसेको तेरो सत्कार गर्न उसले उसको ल्यापटपमातिर देखायो। मैले वास्ता गरिनँ। पछि थाहा भयो उसको त्यो इमेल नक्कली थियो। आज उसको बिदा थियो। मलाई खुसी बनाउन गरेको उसको बहाना काम लाग्यो। त्यो दिनपछि उसले राति कोठामा केटीहरू ल्याएको याद छैन, तर दिउँसो भने ल्याइरहन्थ्यो। आज पनि ल्याएको रहेछ। अध्याय 3। धेरै समयपछि प्रेमिकासँग घुम्न जाँदै थिए। आज शरीरमा छुट्टै जोस थियो। काइयोले कपाल मिलाए, ब्रस गरे, माउथवासले मुख कुल्ला गरे। गर्मी महिना भएकाले पातलो सेतो कलरको टी सर्ट लगाए अनि एकपटक मात्र लगाएको प्यान्ट। शरीरभरि अत्तर छर्किएर निस्किए। उसको घरको पूर्वपट्टिको रोडमा बाइक अड्याएर उसलाई फोन लगाए। उनी सेतो कुर्ता, सेतो सरवाल र सेतै जुत्तामा आएकी थिइन् अनि हातमा सेतै ब्याग थियो। सबै कुरा सेतै लगाएर वर्ष दिन बारेको जस्तै देखिन्छौ त, जिस्काए। ए हो र, एकछिन पख है, म स्कर्ट लगाएर आउँछु, कालो कलरको। ऊ पनि जिस्कियो। पर्दैन, यस्तो घाम छ तिम्रो जिउ डढ्छ। कालो लुगा लगाउँदा धेरै घाम तान्छ भन्ने थाहा छैन? थिएन, धन्यवाद हजुर, यस्तो अमूल्य सुझावका लागि। ऊ पनि जिस्किए। ऊ मेरो पछाडि बसी मैले बाइक दौडाएँ रत्न पार्कतिर। तिमीहरूको परीक्षा कहिलेबाट हो? मैले सोधेँ। 19 गतेबाट। 6औं सेमेस्टर होइन? मैले सोधेँ। तिम्रो के हुँदैछ? उसले सोधी। ठिक छ, फर्म भर्ने, परीक्षा दिने, फेल हुने प्रक्रिया जारी छ। ऊ पर बोर्डमा हेर त। मैले नहेरी बाइक चलाइरहेँ। हेर त, सँगैको साथी। के भयो? मैले सोधेँ। अघि हेर भनेको होइन? के हेर? वैशाख 3बाट फिल्म आउँदो रहेछ, हेर्न जाने होइन? कसको? मैले सोधेँ। मेरो साथीको। उसले नाक ठुलो बनाउँदै भनी। को साथी? मैले को भनेर चिनिहालेँ, तर नबुझे जसरी गर्न खोजेँ। उही जसको 3 गते बर्थडे छ। फिल्म हेर्नु जानुपर्छ ल। जसको पाए उसको फिल्म हेर्न जाने मान्छे सम्झ्यौ कि के हो? तिम्रो साथी होइन, तिमी नै जाऊ, थोरै रिसाए जसरी गरेर भने। खुब, तिमी त सेलिब्रेटी, के जान्थ्यौ त? जाबो त्यति भन्दा केटी जस्तो रिसाउनु किन? ऊ पनि रिसाए जस्तै गरेर बोली। ल, अब उसको कुरा गर्दिन भयो। मेरो साथी माथि पुग्यो भनेर डाह लाग्यो होला होइन? उसले भनी। ल, कोही माथि पुग्दा डाह गर्ने बानी चाहिँ छैन है। अनि म रिसाएको चाहिँ तिमीले फकाउँछौ कि भनेर मात्र हो, मैले भने। लु, मैले फकाउँछु भनेर नचिताए हुन्छ। ऊ पनि के कम थिए, भनिहाली। रत्न पार्कको टुडी खेल पुग्दा जात्रा हेर्ने मानिसहरूको ठुलो भिड थियो। मानिसहरूको जात्रा हेर्ने भिड यति धेरै थियो, भित्र छिर्न नै सकिँदैन थियो। भित्र छिर्न सकिँदैन, आउ परबाट हेर्नुपर्छ। उसले दाहिनेपट्टिको बाहिरी भागतिर लगिन्। म उसको पछि पछि हिँडेँ। दाहिनेपट्टि केही खाली भाग थियो जसबाट राम्ररी जात्रा हेर्न सकिन्थ्यो। हामी त्यहीँबाट उभिएर हेर्न थाल्यौँ। आर्मीहरूको परेड, घोडाहरूको दौड, आर्मीहरूको कौशलता प्रदर्शन गरिरहेका थिए। खुट्टा दुखेको छैन? उसले सोधी नत्र म नै सोध्नेवाला थिएँ। बिहानभरि काममा उभिएर जो आएको थिएँ। बिहानभर उभिएको? दुखिरहेछ? बस्नका लागि कुनै कार्टुनहरू पाइन्छ कि भनेर यता उभि हेरेँ। केही थिएन। उसले आफ्नो सेतो ब्यागबाट 2वटा टिस्यु पेपर झिकेर भुइँमा ओछ्याई अनि बस्ने इसारा गरी। यो पनि तिमी नै ओछ्याऊ, म भुइँमै बस्छु, मैले भने। पर्दैन, चुपचाप बस, उसले आदेश दिए। ऊ मेरो अगाडि बसी अनि मेरो छातीलाई अडेस लगाई। हेलो मिस, कृपया यतापट्टि आएर बस्न सक्नुहुन्छ? मैले भने। किन, लाज लाग्यो तिमीलाई? नाइ, तिम्रो कपालले जात्रा हेर्न पाइएन। म कति नक्लो छु जस्तै गर्छौ त, उसले उड्दै भनी। नाइ भनेको मात्र, यहीँ बस, तिमी यहीँ बसेको मनपर्छ, नाक खुम्च्याउँदै भनी। नाटक। घरी कुकुरहरू त घरी घोडाहरू माइकबाट आएको स्वरको आज्ञा पालन गर्दै आफ्नो कला देखाउन व्यस्त थिए। ऊ त्यो मान्छेलाई चिन्छौ? माथि ठुलो गद्दीमा बसिरहेको राष्ट्रपति र प्रधानमन्त्रीले देखाउँदै भने। राष्ट्रपति र प्रधानमन्त्री कसलाई थाहा छैन र? नाइ, त्यो तिमी र म हो। हामी माथि, कुर्सीमाथि होइन, टिस्युमाथि छौ, उसले टिस्युतिर इसारा गर्दै भने। भविष्यको हौँ, अहिले त हामी यहीँ छौँ नि, उनी मुसुक्क मुस्कुराई अनि भनी।
तर मलाई त्यति ठुलो नि हुन छैन। किन नजर लाग्छ? तर हेरौ कतिको रहेछ तिम्रो कुरा। ल मलाई एक दिन भए पनि यस्तै सजाएर राख है। ऊ मलाई एक दिनको सङ्केत एउटा औला देखाउँदै भनी। मात्रै? मैले सोधेँ। मात्र एक दिन, निरन्तर भयो भने त त्यसको मजा नै हुँदैन नि। एक दिन भयो भने पो सम्झदा नि मजा आउँछ। उसले भनी। पक्का? तिमी पहिलो पटक हो यो जात्रा हेर्न आएको? पहिलो पटक। तिमी सधैँ आउँछौ र? नाइ, यो मेरो दोस्रो पटक हो। पोहोर साल बुबा आमासँग आएको थिएँ। ए हो र? घोडे जात्रा कसरी मनाउन थालिएको थाहा छ? नाइ थाहा छैन। सुन्ने हो? सुनाउँछौ भने? मलाई बच्चामा बुबाले सुनाउनुहुन्थ्यो। उसको बाबाले सुनाएको कथा मलाई सुनाई। राम्रो रहेछ। कथा मलाई मन पर्यो। कथा रमाइलो थियो। घडी हेरे 4 बजिसकेको थियो। विदेशी पर्यटकहरू पनि मजा मानी घोडे जात्रा हेरिरहेका थिए। जात्रा हेर्ने मानिसहरूको सङ्ख्या क्रमशः बिस्तारै घट्दै थियो। हामी पनि त्यहाँबाट निस्किएर धरहरा छेउ हुँदै काठमाडौँ मलभित्रको क्याफेमा छिर्यौँ। के खान्छौ? उसले सोधी। पिउँछु कालो चिया। म चिया कफी मन पराउँदिन थिएँ, तर पनि उसलाई साथ दिनको लागि चिया भनेको थिएँ, नत्र उसको रेडिमेड जवाब आइहाल्थ्यो। यहाँ रक्सी पाउँदैन? के गर्छौ त? 2 कप कालो चिया। उसले वेटरलाई हराई। तिमीलाई खुसीको कुरा भनौँ? मैले नभन भने? त्यसो भए भन्दिनँ। भन्दिनँ। नभन। भन्छु। सुनाऊ। मैले भने। मेरो 4थो सेमिस्टरको परीक्षामा पास भए। अब सबै क्लिन भयो। होइन होला? यो सुनेर म खुसी भएँ। मैले नपत्याए जस्तो गरेर भने। म त्यस्तो गोबर गणेश देखिन्छु हो? के? भनेको ट्यालेन्ट छु नि है भन्दै आफै हाँसी। त्यस्तो भए पार्टी चाहिन्छ। धेरै खानुपर्ने रहेछ। 50 को चिया मागेछु। सबैभन्दा महँगो के छ यहाँ? यहीँ खानु पर्ला। खान्छौ भने खाऊ मेरो तर्फबाट। उसले पास भएको खुसियालीमा खुवाउने कुरा गरी। साँच्चै? मैले सोधेँ। बिचराको के खाइदिनु भइगयो? मैले भने। प्याट्ट कातमा हान्दै भने। बिचरा जस्तो देखिन्छु? नाइ देखिन्नौ। उसले मैले भने। फिल्म हेर्न जाने? 7 बजेको सो? मैले सोधेँ। बिहानको कामले गर्दा थाकेको थिएँ। त्यही भएर जान मन नभए तापनि सोध्नका लागि सोधेँ। उसले सम्झे जस्तो गरेर भने। बाबाले मार्नुहुन्छ। 9 बजेसम्म बस्यो भने त। भोलि जाउँ न त है? तिम्रो बिदाको दिन, मेरो पनि बिदा छ। मैले टाउको हल्लाएँ। वेटर आए बिल लिएर। हामी बिल तिरेर निस्कियौँ। म चलाउँछु नि बाइक। हेलमेट लगाउँदै उसले भनी। बाँच्न मन सकिएपछि तिमीलाई चलाऊ भन्छु, आज होइन। मैले हाँसेर भने। हेलमेट मेरो टाउकोमा लगाइदिँदै ऊ पछाडि गएर बसी। मैले बाइक चलाएँ। तिमीलाई बाइक मनपर्छ होइन? म इन्जिनियर भएपछि तिमीलाई किनिदिन्छु। भन कुन बाइक किनिदिऊ? बुलेट? उसले भनी। माफ गर, मलाई बाइक मन पर्दैन। यो मेरो रहर होइन, आवश्यकता हो। मलाई कार मनपर्छ। म तिमीलाई कार नै दिन नि सक्छु। हेरौला। मैले भने। भोलि के गर्छौ? उसलाई सोधेँ। घुम्न जान्छु, फिल्म हेर्न जान्छु। उसले भने। कुन ठाउँ? गोदावरी। कोसँग? तिमीसँग। म त त्यो ठाउँ जान्न। थाहा छ तिमीलाई? कारण भन्न सक्नुहुन्छ? मैले सोधेँ। उसले सोधिन्। सायद सक्दिनँ। नभन। मैले उसलाई उसको घरको छेउमा लगेर छाडिदिएँ। जाने बेलामा ओठमा एक चुम्बन गरेर हामीले बिदाइका हात हल्लायौँ। कोठा पुगे। आज एक्लै थिएँ। हुन त अरू बेला पनि धेरै जस्तो एक्लै नै हुन्छु। कहिलेकाहीँ किरण झुल्किन्छ। एक रात बस्छ, गफ गर्छ, जान्छ। एक्लै बिर खायो खिर भन्छन्, तर एक्लै भयो भने काम गर्ने इच्छा नै लाग्दैन। 2 जना हुँदा पो गफ गर्ने साथी हुन्छ। गफै गफमा काम सकिन्छ। आज किन हो धेरै दिनपछि फेसबुक खोल्न मन लाग्यो। फेसबुक खोले। पियुको नोटिस आइरहेको रहेछ। नियमित तर्फको तेस्रो वर्षको परीक्षाको फारम खुलेको रहेछ। केही दिनमा गएर भर्नु पर्यो। सोच बनाए। दोस्रो वर्षको ब्याक लागेको विषयको परीक्षाको लागि 2 हप्ता अगाडि मात्र फारम भरेको थिएँ। फारम भरेर नै जाने भयो जिन्दगी मनमनै भने। सामाजिक सञ्जाल यस्तै हुन्छ। एकछिन मात्र भयो भनेको आधा घन्टा बितिसकेछ। गाउँका भाइहरू अब सहर गएर सहरिया भएको प्रमाणस्वरूप फेसबुकमा फोटो पोस्ट गरिरहेका थिए। मोबाइलको स्क्रिन तलमाथि गर्दा फोनको घन्टी बज्यो। कोहीसँग बोल्न मन थिएन, तर घरबाट आएकाले उठाउन कर लाग्यो।
दाइले फोन किन गरेछ यति राति सोच्दै फोन उठाए। दाइको नम्बरबाट बुबाको आवाज थियो। नमस्ते बुबा, के गर्दै हुनुहुन्छ? मैले भने, के हो कहिलेकाहीँ फोन गर्नु पर्दैन? हामीलाई त बिर्सिस् कि के हो? सहर छिरेपछि स्वार्थी हुन्छ भन्छन्, त्यस्तै भइस् कि के हो? बुबाको कुराले मनमा नरमाइलो लाग्यो। थाहा छैन आज किन यस्तो भन्नुभयो। बुबाको स्वर गरुङ्गो थियो। कामले गर्दा फुर्सद नै मिलेन। भोलि बिदा छ, भोलि गरौला सोचेको थिएँ। अनि आमा खै? मैले सोधेँ। आमा बोल्ने मन गर्दै थिइन्, तर बिरामी छ, घरमा छ। हामी तलको डाँडामा छौँ, घरमा टावर दिँदैन, यहाँ दिन्छ। बिरामी आमा? अनि साह्रै कि? म थोरै हताश भएँ। साह्रै त के भने, तल तल हेर्छु भन्दै थिइन्। घर आइज भनेर भन्नका लागि फोन गरेको। भोलि आइहाल। कामबाट बिदा मिल्यो भने मिलाएर आउँछु। मैले भने, कामबाट बिदा मिल्यो भने होइन, जसरी पनि मिलाएर आएस्। यति भनेर बुबा बोल्नु भएन। एकछिन कसैको आवाज आएन। मैले भने, हेलो, के गर्दैछस्? दाइको आवाज थियो। खाना खाएर बस्दैछु। अनि खै बुबा? मैले सोधेँ। घर जानुभयो। रिसाउनु भयो कि के हो? किन रिसाउनु? भोलि आउँछस् होइन? मिलाएर आउँछु, त्यसो भनिदिनु बुबा आमालाई। अनि आमाले औषधि खाँदै हुनुहुन्छ? खाँदै हुनुहुन्छ। के पैसा पठाइदिउँ? तलतिर सहर झरेर उपचार गर्नुहुन्छ कि? आमालाई तल सहरको अस्पताल झार्नु न, म त्यहीँ आउँछु। मैले दाइलाई अनुरोध गरेँ। के को पैसा? घर चाहिँ आइज न, त्यसपछि सोचौँला। यति भनेर दाइले फोन राख्नुभयो। घरको कुरा सुनेर मन अमिलो भयो। गाउँ कति बिकट छ, कतै यात्रा गरौँ, बाटो छैन, कोहीसँग मन खुलेर कुरा गरौँ, संसार छैन, उज्यालोमा काम गरौँ, बिजुली बत्ती छैन, छन् त केवल मन लोभ्याउने हरियो जङ्गल, हरियो चौर, बालापन बितेको डाँडाकाँडा, चिसो छ अरे झरनाको मिठो पानी, औँला समातेर हिँड्न सिकाउने समाज, विवेक भरिदिने गाउँ अनि प्राणभन्दा प्यारो बुबा आमा। त्यहीँ भएर गाउँ जति विकट भए पनि स्वर्ग लाग्छ। फोन लगाए काम गर्ने ठाउँमा। 1 हप्ताको बिदा चाहिएको कुरा गरेँ। कहाँ भन्ने बित्तिकै बिदा मिल्छ, उताको जवाब थियो। उताबाट म्यानेजरलाई फोन गरेर सोधेर जानकारी दिने कुरा राजकुमार सरले बताउनु भयो। राजकुमार सर हाम्रो सुपरभाइजर हुनुहुन्थ्यो। उताबाट एकैछिनमा बिदा लिनुको कारण खुलाउँदै म्यानेजरलाई इमेल लेख्न भनेर भन्नुभयो। मैले ढिला नगरी कारण खुलाउँदै 1 हप्ताका लागि बिदा चाहिएको इमेल लेखेर लक्ष्मी म्यामलाई पठाइदिएँ। उताबाट भोलि 10 बजेपछि एचआरबाट बिदाको एप्रुभ मिलेपछि जानकारी गराउँछु भनेर फोन राख्नुभयो। नेपालीमा अनुवादित उपन्यास क्लियोपेट्रा पढ्न सुरु गरेको 1 हप्ता हुँदैछ। 20 पेजसम्म पढेर पुर्याएको थिएँ। त्यहीँ चिन्ह स्वरूप लगाएको कलम टिपे र मुखमा खेलाउँदै पढ्न थालेँ, तर खासै त्यता ध्यान गएन। 2 पेज जति पढेपछि अल्छी लाग्यो। पुनः कलम चिन्ह स्वरूप राखेर टेबलमा फ्याँकिदिएँ। अरू थुप्रै पढ्न नभ्याएर राखेका किताबहरू टेबलमाथि चाङ बनाएर बसिरहेछन्। हेर्न नपाएका चलचित्रहरू मोबाइलको ग्यालरीभित्र कैद भएर बसिरहेछन्। घडी हेरे 12 बज्न लागिसकेको रहेछ। भोलि गर्नुपर्ने काम धेरै थियो। घर जानका लागि तयार हुनुपर्ने थियो। बिदाको दिन भोलि भए पनि 1 घन्टा मात्र बढी अलार्म लगाएर सुतेँ। अलार्मभन्दा पहिले मोबाइलमा आएको फोनको घन्टीले निन्द्रा भङ्ग गर्यो। आँखा चिम्लेर नै फोन उठाएँ। म केही बोल्नुभन्दा पहिले उतैबाट आवाज आयो, सुतिरहेको कि के हो? मैले आवाज चिनिहालेँ। एउटा आँखा खोलेर झ्यालतिर चियाएँ। भर्खरै उज्यालो हुँदै थियो। किन यति बिहान फोन गरेको? उताबाट आवाज आयो। अनि फिल्म हेर्न जाने भनेको होइन? अनि तिम्रो कलेज? आज शनिबार हो बुद्धु? ए हो त, आज मेरो धेरै काम छ, म जान भ्याउँदिनँ। मैले भने। 2वटा टिकट काटेको छु, छिटो आऊ, अरू मलाई थाहा छैन। 7 बजेको सो छ। कोही साथी लगेर जाऊ न, आज म भ्याउँदिनँ। निन्द्राकै तालमा बोले। अरूसँग? यसको के मतलब? ऊ झर्केर बोली। घर जाँदैछु बेलुका, केही काम यहाँ बाँकी छ गर्नुपर्ने। तिमी जाऊ न, अरू कुनै दिन जाउँला। अनि टिकट काट्नुभन्दा पहिले मलाई सोध्नु पर्दैन? ए ल त्यसो भए। किरण पनि छ कि कामतिर गयो? उसले सोधी। उसलाई पनि भनेको छैन, ऊ यहाँ छैन, कामतिर गएको छ। ल यति भनेर फोन राखी। घडीले भर्खर 6:30 बजिरहेको थियो। घरमा कसैले के लाने भइरहेछ। धेरै सामान लग्यो भने गाडी जाने ठाउँसम्म त सजिलै गइएला। अनि त्यो गाउँको नाक टोकिने उकालोमा कसरी बोक्ने? के कसैले बोकिरहनु? छोरा पुगेपछि छोरा नै कुशली बाबु आमालाई। तर माथिल्लो तल्लो घरका भाइ बहिनीहरूलाई चक्लेट त बोक्नै पर्यो।
बाजे बज्यूहरूलाई चुरोट र रक्सी त चाहियो। मोबाइल खोले अनि आफ्नो खातामा भएको पैसा हेरे। 81,423 जम्मा गरेको थिएँ। बुबा आमालाई घर गएर हातैमा दिन्छु भनेर जोगाएर राखेको थिएँ। घर जानका लागि झोला खोजे, जेब्राभित्र थियो। धेरै समयपछि निकालेको डोरी पर्न लागिसकेको रहेछ। झोलालाई ब्रस लगाएर सफा गरे। सामान मिलाउँदै थिए, ढोकामा कसैले ढकढक गर्यो। किरण आएछ सायद भनेर ढोका खोले, तर त्यहाँ किरण थिएन। सरप्राइज कस्तो लाग्यो? ऊ अङ्गालोमा आएर बेरी भ्याउदिन भन्दा पनि धर्दिइन। ऊ मलाई लिन कोठैमा आएकी थिए। फिल्म हेर्न जान। म फिल्म हेर्न जान तयार हुन थालेँ। कता जान लागेको? उसले सोधी। यो केटी पनि अति गर्छ, लिन पनि आएको छ अनि भन्छ कता जान लागेको। मनमा नै भने, मन्दिर जान लागेको। मैले जिस्किएर भने, हजुरलाई कहिलेबाट भगवानमा विश्वास लाग्न थाल्यो? 1 मिनेट अगाडि तिमीलाई भन्दासम्म। म नि तिमीलाई एक दिन जसरी भए पनि भगवानमा विश्वास गर्ने बनाउँछु। उसले दृढता देखाई। त्यसो म पनि तिमीलाई एक दिन भगवान नमान्ने बनाउँछु। मैले भने, हेरौ यो खेलमा कसले जित्छ। हेरौ एकछिन बाहिरसम्म बस्न सक्नुहुन्छ, लुगा फेर्दैछु। मैले भने, साँच्चै मन्दिर जान लाग्यो? उसले भने, फिल्म हेर्न जाने भनेको होइन। मैले भने, तिमीले त जान्न भन्यौ। मैले बहिनीहरूलाई टिकट दिएर पठाइदिएँ। अनि यति बिहान किन आउनुभयो त? तिमीलाई भेट्न। अनि अघि के भन्थ्यौ? कि कता जाने अरे? उसले सोधी। घर बेलुका जाने। हिजोसम्म त केही भनेनौ मलाई। कि मलाई थाहा नदिई घर गएर बिहे गर्न आँट्यौ कि के हो? बुबा आमाले केटी हेरिदिनु भएको छ अरे, बिहे गर्न जान लागेको। जान्ती जाँदिनौ? मैले जिस्काएँ। अहिले जे पाए त्यही भन न, किन जान लागेको? केही योजना भएको भए तिमीलाई भन्दैन थिए होला त। कुनै कुराहरू योजना विपरीत हुने रहेछन्। आमा बिरामी हुनुहुन्छ भनेर हिजो मात्रै घरबाट फोन आयो। त्यही भएर केही भन्ने मौका नै पाइनँ। साह्रै नै? उसले सोधी। सामान्य नै रे। कहिले फर्किन्छौ? 1 हप्ताको बिदामा आएको छु। अब बुबा आमालाई सँगसँगै यता घुमाउन नि ल्याउँछु। मैले आफ्नो बैङ्कमा भएको पैसा देखाएर भने। उसले आँखा ठुलो बनाउँदै मलाईको भावमा हात फिजाई। मैले मोबाइल नै राखिदिएँ। उसलाई बल्ल कोठामा आँखा घुमाउने मौका मिलेछ। एकपटक वरिपरि आँखा घुमाई अनि भनी, के हो तिमीहरूको कोठा त सफा देख्छु नि। यो कामको श्रेय सबै किरणलाई जान्छ। किरणलाई पनि कहिलेकाहीँ जोस चल्दो रहेछ। ऊ हाँसेर भनी। उसले गर्लफ्रेन्ड लिएर आएको थियो, त्यही भएर। केटा बस्ने कोठा नै भए पनि त्यति नराम्रो चाहिँ हुँदैन थियो हाम्रो कोठा। तर आज बढी नै सिँगारिएको थियो। पक्का जाने हो आज? मैले घर लग्न तयार पारेको झोला देखाउँदै भने। टिकट काट्यौ? उसले सोधी। छैन, जाने बेलामा एकैचोटि काट्दै जान्छु। नाइट बसमा जान लागेको हो? किन नाइट बसमा जान लागेको? किन नाइट बसमा डराउँछ सोच्यौ कि के हो? उसले हाँस्दै भने। दिउँसो भयो भने रमाइलो दृश्यहरू हेर्दै जान पाइन्छ नि त। एउटै कुरा कति हेर्नु? त्यो पनि हो। उसले आफ्नो ध्यान मोबाइलमा लगाइरहेको थिए। म पनि आफ्नो सामानहरू मिलाउनमा व्यस्त भएँ। मलाई 3 जोर लुगा 2 जोर जुत्ता बाहेक आफ्ना लागि केही बोक्न मन लागेन। फर्की त हाल्ने हो सोचेर यताउति आँखा डुलाउँदै थिएँ। प्लास्टिकमा पोको पारेर राखेको 5-6 दाना क्रिकेटको बलतिर ध्यान गयो, जसलाई सम्हालेर राखेको थिएँ। एउटा छालाको बल थियो। मैले त्यो ट्रेनिङ सेन्टरबाट लुकाएर ल्याएको थिएँ। त्यो चाहिँ झिकेर कोठामा नै राखेँ। अरू रबरका बलहरू झोलामा राखेँ ताकि गाउँमा मुजाले बल खेल्दा थाकेका भाइहरूको हातमा नयाँ अनुभव गरेको देख्न पाइयोस्। भाइहरूको लागि भनेर मोबाइलमा मेल आएको आवाज आयो। हेरे बिदा एप्रुभ भएको मेल रहेछ। खुसी लाग्यो। 1 हप्ताको नै थियो। तिम्रो 3 बजेको टिकट छ। मैले बुकिङ गरिदिएको छु। यसको के जरुरत थियो र? म उता नै गएर काट्थेँ। मैले भने। धन्यवाद भन्नु त कहाँ यसको जरुरत थिएन रे, रिसाए जसरी गरेर भने। मनैदेखि धन्यवाद मेरी मायालाई। मैले त्यसपछि सेतो दाँत देखाएर हाँसिन्। हेर 1 हप्ताको बिदा मिल्यो। मैले बिदा एप्रुभ भएको मेल देखाउँदै भने। मैले स्टोरमा फोन गरेर पेन्डिङ कामहरूको बारेमा विसनलाई सम्झाइदिएँ। अरू केही समस्या भयो भने गाउँमा नेटवर्क राम्रो नआउने भएकाले मेसेज छोड्न अनुरोध गरेँ। खाजा खायौ? मैले सोधेँ। ब्रेड दिया खाएर आएको। अनि तिमीले? छैन,
ट्याङ ट्याङ गर्दै उसको मोबाइलमा फोन आयो। ऊ फोन उठाएर बोल्न थाली। उताबाट के भन्यो त्यो सुनिन, तर यताबाट ऊ भन्दै थिए, हजुर श्रुतिकोमा पढ्न आएको 4 बजेतिर। ल हुन्छ। उसले आफ्नो कुरा टुङ्ग्याई। को हो? मैले सोधेँ। मम्मी। उसलाई फोन गर्ने उसको आमा हुनुहुँदो रहेछ। अनि किन सासु आमालाई ढाँटेको? अब नढाँटेर के भन्ने त, बोयफ्रेन्डसँग छु भन्नु? अब यसमा गलत के छ? अघि सम्झाउन पर्दैन, अब गर्नुभयो भने भन्छु, उसले भनी। आज के खान्छौ? उसले सोधी। नाइ केही खान्न। किन? तिमीलाई देखेपछि भोक प्यास सरायो। भर्खर लग पर्दा जस्तो कुरा गर्छौ त। माया पनि पुरानो हुन्छ त, गीत नै छ त, पुरानो हुँदैन माया जुनी जुनी भरिलाई। खुब तिमीलाई नै थाहा हुन्छ सबै कुरा। ऊ बाहिर गई। ऊ एकैछिनमा चाउचाउ 3-4 प्याकेट बोकेर भित्र पसी। म नुहाउन भनेर वासरुम छिरे। म नुहाएर निस्कदा उसले चाउचाउ कचौरामा पस्केर ठिक्क पारेकी रहेछ। उसले आफ्नो भागमा थोरै र मेरो भागमा धेरै। आमाले जस्तै उसले मलाई माया गर्दथे। यस्तो भेदभाव किन? मैले सोधेँ। मलाई त भोक छैन। तिमी बाटो हिँड्ने मान्छे, खाऊ, भरे भोक लाग्छ। थचक्क बसेर जाँदा नि के को भोक लाग्ने? उकालो चढ्नु पर्ने हो र? मैले भने। एउटा कुरा सोधौँ? यात्रा गर्दा मान्छे किन बसेरै पनि थाक्छ? शरीर होइन मस्तिष्कले गर्दा मानिस थकित हुन्छ भन्ने सुनेको। उसले एक भावमा टाउको हल्लाई। मैले भने, तिमीलाई एउटा कुरा भन्नु थियो। के चाहिँ? ऊ मेरो छेउमा आएर बसी। बुबा आमाले छोराछोरीहरूलाई कथा सुनाउन लाग्दा को बच्चा जस्तै। अब म राजधानी छोड्ने सोच्दैछु। थाहा छ, बेलुका 3 बजे। होइन, अचम्म भएको जस्तो आँखा बनाउँदै भनी। अनि विदेश जादिन भनेको होइन? कहाँ जाने राजधानी छोडेन? गाउँमा के छ? मैले सर्टिफिकेट निकालेर उसलाई देखाउँदै भने। के हो यो? शिक्षक प्रमाणपत्र किन देखाएको? अब सरकारी काम गर्न पर्यो, सधैँ निजी जागिर गरेर मात्रै नपुग्ने रहेछ। यो बिदामा गएको बेला गाउँकै स्कुलमा आवेदन दिएर आउँछु। भएन भने अरूतिर बाटो मिलाएर भए पनि सरकारी काम गर्नु पर्यो। गाउँमा नै चाहिँ किन? यता पनि गर्दा भइहाल्छ। तिमीलाई थाहा छँदैछ, बुबामा दिनदिनै बुढाबुढी हुँदै जानुभएको छ। धेर थोर भए पनि सरसगाउ हुन्छ। 10-4को जागिर गरेर बाँकी समय गाउँमा बिताउन स्वर्ग जस्तै हुन्छ। अनि म? तिम्रो पनि 3-4 सेमेस्टर बाँकी छ, राम्ररी सकाऊ, त्यसपछि सँगै बसौँला, बिहे गरौँला। मेरो र तिम्रो दुवैको स्नातक पनि सकिन्छ, त्यसपछि सँगै बस्ने। अब मेरो सरकारी जागिर पक्का जस्तै छँदैछ। तिमी पनि केही पक्कै गर्छौ होला, नगरे पनि हुन्छ, म छु। ऊ चुप लागि मेरो अँगालोमा आएर बाँधिए। हामी केही समयसम्म चुपचाप अँगालोमा बाँधिरह्यौँ। पहिले किन भनेनौ त यस्तो योजना छ भनेर? रुन्चे स्वरमा भनी। सोचेकै थिएन, भर्खर त सोचेको, अनि कहाँ भन्नु? सोचेकै थिएन, भर्खर त सोचेको। तिमी हर निर्णय किन छोटो समयमै गर्छौ? यसको पनि बेग्लै मजा छ। यदि पहिला योजना बनाएर पुरा भएन भने दुःख लाग्छ। त्यही भएर कोही केही गर्ने हो कि यसरी नै बसिरहने? मैले उसलाई अङ्गालोबाट छुटाउँदै भने। 9 बज्न लागिसकेको थियो। आज यसरी नै बसिरहने ल? उसले रुन्चे स्वरमा भनी। भइहाल्छ नि, यसरी नै बसिरहने। के छ काम? उसले सोधी। घरतिरको लागि केही त किन्नै पर्यो। केटा मान्छे हो भन्दैमा यसै लखर जान भएन। छोरो बुझ्ने भएछ, फिस्स हाँस्दै भनी। मैले कोठाको ढोका थुने। एउटा झोला भिरेर दुवैजना निस्कियौँ। उसले आफ्नो स्कुटीको चाबी मलाई दिई अनि ऊ पछाडि गएर बसिन्। कहाँ जाने? सोधेपछि आफैलाई हाँस उठ्यो। म आफै केही किन्न भनेर जाँदै थिएँ। म आफै कता जाने भनेर सोधिरहेको थिएँ। के किन्ने हो र? त्यस्तो केही होइन, चक्लेट बिस्कुट भाइ बहिनीहरूको लागि। बाटबाटै जाउँ, त्यसो भए छिट्टो हुन्छ। उसले निर्णय दिई। कहाँको? पाटनको कृष्णगल्ली। मेरै कलेज छेउमा थियो। पाटन क्याम्पसको वारीतिर।
सबैभन्दा पहिले किरणले आफू घर जान लागेको कुरा बताउनका लागि फोन गरे, तर उठेन। काममा व्यस्त थियो सायद। पुनः डायल गरिन। डायल गरे तर यो पटक युकेशको नम्बरमा फोन गएको केही रिङमै फोन उठ्यो। हेलो, कहाँ छस्? ब्यारेकमा नै। ऊ क्याम्पमा नै रहेछ। उसको ब्यारेक मानभवनमा थियो। कति वर्ष नेपालमा ड्युटी गरेपछि ब्रिटेन डक्छ अरे भनेको थियो। मैले खासै ध्यान दिएको थिएन। आज म घर जान लागेको। केही छ कि? कति बेला? 3 बजेको टिकट छ। अहिले कहाँ छस्? पाटनबाटबाट नि। एकैछिन त्यहीँ बस्दै गर, म आइपुगिहाल्छु। ऊ केही बेरमा आउने भयो। को हो? उसले सोधी। युकेश, मैले भनेको थिएँ नि, हामी सँगै आर्मी लागेका थियौँ। म चिनाउँछु तिमीलाई मेरो ब्रिटिस लाउरे भाइसँग। हस्। अनि ऊ पनि आउने हो यतातिर? थोरै के पठाउनु छ भन्दै थियो अस्ति, त्यही भएर बोलाएको। एकको भापमा मुन्टो हल्लाई। मैले सबैभन्दा तल्लो तलामा स्कुटी पार्किङ गरेँ। म खासै बढी सामान किनेर बोक्ने पक्षमा थिइनँ। काठमाडौँको प्रमुख आकर्षण पुष्टकरी चक्लेट त किनै पर्यो। बिस्कुट र चक्लेटको केही प्याकेट बास्केटमा राखेपछि रक्सीको सेक्सनमा गए। एउटा खुकुरी रमको बोतल उठाए अनि एउटा हाफ रुसलान बोड्का। कोही लास लाग्दैन? उसले ठुलो आँखा बनाउँदै भने। गाउँको लागि कोसेली, मैले भने। रक्सी पनि कोही कोसेली बोक्छ? लौ, थाहा थिएन? अब थाहा भयो होला। केही कुरा थाहा पायो, धन्यवाद देऊ मलाई, मैले जिस्काएँ। कोसेली हो कि आफ्नै लागि? नाक खुम्च्याउँदै बोली। ल, म खाना छोडेको थाहा छैन है, मैले भने। सूर्य र उज्यालो जस्तै तिमी र रक्सी हो, अझ थाहा छैन रे? तिमीलाई के ढाट्नु? यो चाहिँ घरको लागि कोसेली, मैले खुकुरी रम देखाउँदै भने। अनि यो चाहिँ मलाई राति गाडीको घ्यार आवाजले निन्द्रा पर्दैन। यो खाएपछि आनन्दले निदाइन्छ। खुब जानेको छौ, मेरो गुरु न पर्यौ। अनि घर कोसेली रक्सी। उसको कुरा ठिक थियो। रक्सी त घरमा पनि बन्छ। एउटा कहानी छ। एकपटक विदेशबाट जेठाबाजे घर आउने कुरा थियो। सधैँ विदेशी रक्सी लिएर आउने गर्नुहुन्थ्यो। अर्को बाजे भने दिनभरि एउटै कुरा उहाँको मुखबाट दोहोरिरह्यो। सेते भाइले विदेशी रक्सी लिएर आउँछ अनि खाने। म सानै थिएँ, हामीलाई प्रतीक्षा थियो बिस्कुट र मिठाईको। बाजेलाई विदेशी रक्सीको। उमेर अनुसार सबै आफ्नै इच्छा थियो। केही दिनपछि बाजे आए। मिठाई कोसेली आयो तर रक्सी आएन। आए त केवल रक्सी खानु हुँदैन भन्ने अर्थी। त्यति बेला चौरी पढ्न लागेको बाजेको अनुहार झन् चौरी परेको थियो। झन् त्यो अर्थीवाला वाक्यले। अब त बजु पनि हुनुहुन्न। छोराछोरी विदेशमा के गरी पो एक्लै जिन्दगी कटाइरहेका होलान् सम्झँदा मन खिन्न भयो। मैले यति सम्झँदै उसले बास्केट भरिसकेकी थिए। यत्रो कसको लागि? मैले बास्केटतिर हेर्दै सोधेँ। मेरो लागि, उसले आफ्नो भएको बताई। त्यतिकैमा फोनको रिङ बज्यो। फोन किरणको थियो। किन फोन गरेको? तिमीलाई 1 हप्ताका लागि कोठाको मालिक बनाउँदैछु, स्वीकार्नुहोस्, मैले भने। के भनेको? उसले सोध्यो। किरणले मेरो घुमाउरो कुराको बेउ बुझ्न सकेन। म घर जाँदैछु 1 हप्ताका लागि। 81 किन? त्यस्तो खासै केही होइन, आएपछि भनौँला। चाबी त्यही सधैँ राख्ने ठाउँमा छोडेर जान्छु। ए ल, खर्च छ? उसले सोध्यो। पुग्छ। बुबाआमालाई पनि लिएर आउँछु। त्यतिन्जेलसम्मलाई तैँले कोठाको मालिक मलाई बनाउनुपर्छ है भन्न मन लागेको थिए, तर त्यही बेला भन्छु भनेर भनिन। ल, शुभयात्रा, मैले फोन राखेँ। म यता फोनमा बोल्दा सामानहरू काउन्टर पुगिसकेका रहेछन्। मैले सोधेँ। कति भयो? काउन्टरमा बसिरहेकी क्यासियरले भने। 5,342 रुपैयाँ। मैले गोजीबाट अघि भर्खर एटिएमबाट झिकेको 6वटा 1000को नोट झिकेर दिन लागेको थिएँ। उसले आफ्नो कार्ड ब्यागबाट झिकेर क्यासियरलाई दिँदै भने। यहाँबाट काट्नु? होइन, पर्दैन, मैले क्यासियरतिर बढाउँदै भने। मलाई क्यास चाहिएको छ, यही कार्डबाट काट्नु। उसले मेरो हातबाट पैसा थुतेर गोजीमा राखी। क्यासियर केटी एकछिन अलमरिएर उसैको हातबाट पैसा काटेर कार्ड फिर्ता गरी। अनि उसले मेरो हातमा बिल थमाइदिए। धन्यवाद सरम्यान, स्वागतम भन्दै म सरासर बाहिर आइरहेको थिएँ। ओ हिरो, हेर न, यो झोलाको त खुट्टा नै रहेनछ। उसले के भन्न खोजेको मैले बुझिहालेँ। उसले मलाई झोला बाहिरसम्म बोक भन्न खोजेकी थिए। मैले झोला उठाएँ। झोला साँच्चीकै गरुङ्गो थियो। मैले झोला स्कुटीको अगाडिको भागमा लगेर राखेँ। दाहिनेपट्टि कसैले मलाई हेरेर हाँसिरहे जस्तो लाग्यो। फर्केर हेरेँ। त्यो मुस्कान दिने अरू कोही नभएर युकेश थियो।
ब्रिटिस आर्मीको पोसाकमा आर्मीकै गाडीमा युकेश आएको रहेछ। ऊ मुसु हाँस्दै मेरो छेउमा आइपुग्यो। अनि के छ बाबु? उसले अँगालो मार्दै हाल खबर सोधे। हामी एउटै चौतारी भए तापनि म मायाले बाबु भनेर बोलाउँछु। ठिक छ, तेरो के छ? गाह्रो छ? किन? यत्रो लामो यात्रा गर्नुपर्ने हुँदैन त गाह्रो? उसले होको भातमा टाउको हल्लायो। ऊ चाहिँ को नि स्कुटीमा बस्ने? मैले उसले हातको इसाराले बोलाएँ। यो छेउमा आएँ। भाउजू नमस्ते गर। मैले युकेशलाई बिस्ताएँ। युकेशले मैले भनेको मान्दै भन्यो, नमस्ते भाउजू। युकेशको यो वाक्यले ऊ लजाई उसले पनि नमस्कार पकायो। तिम्रो बारेमा उसले धेरै कुरा गरिरहन्छ भनेर युकेशलाई थोरै भए पनि फुर्काई। तिमीहरू गर म पर्खिन्छु भन्दै उसको स्कुटीतिरै गई। यत्रो गाडी चलाएर हिँड्ने भइसकेछस्। मैले पनि नछोडेको भए यस्तै खुट्टा गाडी चढेर हिँड्थे होला है। कि त ड्राइभर होस्? गाडी चलाउने सबैलाई ड्राइभर त भनिन्छ नि। अनि मैले छोड भनेको थिएँ र त्यत्रो काम भनेकै हो। अरे छोड, यो सबै कुरा आफूले गरेको कुनै पनि काममा कसैले मानेको छैन। त्यही नै ठुलो कुरा हो। त्यसको लागि केही गर्नुपर्छ भन्दै थिइस्, के छ योजना? उसले युकेशले सोध्यो। अब अरू त केही गर्न सकिएन। गाउँमै गएर टिचिङ गराउने सोचिरहेछु। राम्रो हो, बुबा आमासँग गाउँमा बसेर गाउँको सेवा गर्नु भनेको। खै सेवा भन्नु तलब आउने कुरालाई पनि निस्वार्थ रूपमा गरिएको कामलाई पो सेवा भनिन्छ। खैर छोड यो सबै कुरा। अनि वर्दीमा आएछस् मलाई देखाउनको लागि हो कि अन्य केही कारणले? भर्खर ड्युटी सकिएको, चेन्ज गर्न पाइनँ, आइहालेँ। अनि खाना खाइस् तैँले? नै छैन। मैले पनि खाएको छैन। हिँड्न कहीँ गएर खाऊँ। तेरो प्रस्ताव मलाई मन पर्यो, तर आज भ्याइन्न कुनै दिन। मैले बिदा माग्ने हिसाबले भने, किनभने गर्नुपर्ने कामहरू धेरै थिए। उसले गाडीबाट एउटा 2 केजी जतिको झोला लिएर मलाई हातमा थमाउँदै भन्यो, यति चाहिँ मेरो बुबाआमालाई पुर्याइदिने कष्ट गरेस्। मैले आफ्नो हातमा सो झोला लिएँ। अनि काकी साह्रै नै बिरामी हो र? होइन, सामान्य दे। उसले आफ्नो पर्सबाट पैसा झिक्यो अनि भन्यो, यो मेरो बुबाआमालाई दे है। मैले थपक्क पैसा गोजीमा राखेँ। युकेशले केही सम्झौता गरेर पुनः पर्स झिक्यो अनि 2 1000को नोट झिकेर भन्यो, यो काकीको लागि केही किनेर लग्दे अनि नमस्ते भनिदिनु पर्दैन युकेश। मैले तेरो लागि दिएको हो र काकीको लागि यो बोक्नु सक्सेस गर्ने। केही किनेर लग्दे, नभए पैसा नै दे। बचपनमा हामीले कति दुःख दियो, अब सुख दिनुपर्छ। आमाले चाहिँ छोराहरू भनेर माया गर्नुभयो, तैँले चाहिँ ऋण सम्झिस्। पर्दैन राख तेरो पैसा। तेरो आमाले पनि हाम्रो लागि कति गर्नुभयो के अब ऋण सम्झेर म पैसा दिउँ? त धेरै नै सोध्छस्। आमाको लागि मनपर्ने चिज किनेर लगिदिए मात्र भन्न खोजेको भन्दै उसले मेरो हातमा थमाइदियो। ल शुभयात्रा, गाउँबाट आएपछि भेटौँला भन्दै ऊ गाडी चढेर बिदिन भयो। म पनि स्कुटी भएतिरै गएँ। अब न्यु रोड जाउँ मैले उसलाई भने। उसले स्कुटी कुदाई म उसको पछाडि बसेँ। सुन पसलको अगाडि लगेर रोक्न लगाएँ। आमाको लागि कानमा सुनको ढुङ्गी लगाइदिनु पर्ने सोच आएको थियो। मलाई काठमाडौँ पठाउँदा उहाँले आफ्नो सुन बेच्नु भएको थियो। सुन पसल पुगेपछि पसलेले भन्यो, बनाउन केही समय लाग्ने, यदि बनाएकै लाने भए आफूसँग 3-4वटा बनाएको कुरा बतायो। उसले डिजाइन देखाउन थाल्यो। मैले डिजाइन केटी मान्छेलाई आउने भएकाले उसैले छानेको प्याक गर्न लगाए। आमाको खाली कानमा 2वटा सुन झुन्डिएको कल्पना गरेर म पनि कल्पनामा नै खुसी भएँ। सायद यो मेरो खुसी अनुहारमा पनि झल्किरहेको थियो। मैले त्यहाँ पैसा तिरेपछि हामी कोठा फर्कन तयार भयौँ। लौ स्कुटी तिमी चलाऊ, म पछाडि बस्छु। उसले चाबी मलाई दिँदै भनी, होइन तिमी चलाऊ, मलाई अल्छी लागिरहेछ। पालो सिस्टम तिमीले पाटनसम्म, त्यसपछि मैले यहाँसम्म। अब तिम्रो पालो। उसले आलु पाडे हिसाब लगाई। हामी बिच कहिलेकाहीँ म चलाउने र कहिलेकाहीँ तिमी चलाउमा विवाद पर्थ्यो। मैले किनेको सुन स्कुटीको डिक्कीमा राखेर मैले नै चलाएँ। निस्क्यो एकान्त कुनाको मेरो कोठातिर। ऊ कुर्सीमा बस्दै भनी, गाउँ गएपछि तिम्रो परिवार सबैसँग कुरा गराउ ल भिडियो कलमा। नाइ किन? नेटवर्क नै टिप्दैन। कहिलेकाहीँ घाम लाग्यो भने चल्छ, नत्र त फोन गर्न पनि नेटवर्क खोज्दै डाँडातिर जानुपर्छ। अनि तिम्रो गाउँ राम्रो छ भनेको होइन?
अनि मैले नराम्रो भनेको छु र? मेरो गाउँमा सबै कुरा प्राकृतिक छ। गएर भिडियो बनाएर ल्याएर देखाउ ल। कि जाने हो मसँगै? मैले जिस्काएँ। लान्छौ? उसले भने। किन लग्दिनँ? आजै? ल ल, म लुगा लिएर आउँछु। साँच्चीकै भनेको हो? साँच्चीकै भनेको हो? मैले सोधेँ। झुटो बोलेको थियौ र? उसले सोधिन्। नाइ। अनि मैले पनि साँच्चीकै भनेको। 1 हप्ताको लागि म पनि साथी बनेर जान्छु। तिम्रो गाउँ हेर्छु, घुम्छु अनि सँगै फर्किने। मैले त जिस्किएको मात्र थिएँ। उसले त साँच्चै पो सम्झिएछ। तिम्रो परिवारले केही भन्नुहुन्न? लौ किन डराएको? म भनिदिन्छु म थेसिस लेख्न गएको भनेर। के कुराको थेसिस भनेर सोध्नुभयो भने? हाम्रो मायाको। ऊ यति भनेर खितिप्त हाँसिन्। म त ऊ त जिस्किएको पो रहेछिन्। तिमी जिस्केको मसँग? मैले भने। साँच्चीकै जान्छु भन्ठान्यौ कि के हो? त्यो त सम्झिने। पहिला मेरो बुबा आमासँग मेरो हात नमागी त सम्भव छैन। मलाई पनि अब जिस्काउन मन लाग्यो। उसलाई सताउन मन लाग्यो। एकछिन मात्र भए पनि म केही नबोली बस्न थालेँ। उसले कोट्याउँदै भने, के भयो? मैले भने, किन आशा देखाएको मेरो घर जान्छु भनेर? लौ तिमी सिरियस लेखो? उसले मलाई कोट्याउँदै भने। ऊ पनि मसँगै जान्छ भनेर कति खुसी भएको थिएँ। मुड नै अफ भयो। अनि के भन्दै जानु त तिम्रोमा? त्यो पछिको कुरा हो। जे भनेर जाँदा पनि भयो। तिमीलाई खेदाउनुहुन्न क्या र? हाम्रो समाज त्यति पनि विकसित भइसकेको छैन कि एक अनजान महिला एक पुरुषको घरमा साथीको नाम लिएर जान सकोस्। उसले भने। अब ल छोड्देऊ सबै कुरा। हामी यति बेलासम्ममा मेरो कोठा पुगिसकेका थियौँ। रिसाएको तिमी? उसले भने। कसले भने म रिसाएको छु भनेर? तिम्रो अनुहारले देखाइरहेछ। के तिमी मनोवैज्ञानिक हो र? हो तिम्रो लागि। तर तिमी यो काममा कति तल रहेछौ थाहा भयो। के? जाबो रिसाएको थाहा पाउनेले जिस्केको चाहिँ किन थाहा नपाएको नि? तिमी मजाक गरेर कहिले थाक्दैनौ रिसप? हामी दुईको कोटले एकअर्काको कोटसँग केही बेर कुरा गरिरहे। केही बेरका लागि हामी एकअर्काको आलिङ्गनमा दबिरह्यौँ। 1:30 बजिसकेछ मैया। उसले मलाई बाँधेको उसका हात बिस्तारै खुस्काइन्। अब 1 घन्टा बाँकी थियो समय। आधा घन्टा त बस स्टपसम्म पुग्नै लाग्थ्यो। हामीले ल्याएको सामान प्याकिङ गर्नुपर्ने काम थियो। अघि घाममा सुकाएको झोला लिएर सामान हाल्न थालेँ। छ्या कसरी हालेको? सामान हाल्न आउँदैन? कुर्सीमा बसिरहेकी ऊ उठेर मेरो छेउमा आई अनि झोलाभित्र मैले हालेका सबै सामान बाहिर निकाली अनि हाल्न थालेँ। के मिलेन? गरौँको सामान तल नै राखेको छु त। गरौँ भनेर हुन्छ? फुट्यो भने? सबैभन्दा तल लुगा हाल्ने। उसले फटाफट सामान मिलाउँदै झोलाभित्र हाल्न थाले। यो आमाको लागि। के हो यो? मैले सोधेँ। स्वेटर र लुङ्गी। कति बेला किन्यौ? तिम्रो ध्यान मतिर नभएको बेला। यो पर्दैन। सिसाको डब्बाको मह देखाउँदै भने। गाउँमा शुद्ध मौरीले बनाएको मह पाइन्छ। यहाँबाट चिनी मिसाएको मह बोक्छु त म। अघि भन्न पर्दैन? भइगयो म लान्छु। ऊ आफ्नै धुनमा बोल्दै सामान मिलाउँदै थिए। यो ढाका टोपी बुबालाई। उसले मतिर देखाउँदै झोलामा राखिन्। यो केटीले के मात्र किन्न भ्याएछ मनमा नै सोचे। कहिले कोसेली आउँछ भन्ने आश नराख्ने बुबा आमा छोराको यत्रो कोसेली देखेर छक्कै पर्ने भए। के रे? हेर लाज नभएको? जस आफू लिन खोज्दैछ बुहारीले पठाएको भन्ने। अरू केही भन्न पर्दैन। त्यो त भन्दिनँ। किन? पढ्न पठाएको छोरा केटीको सङ्गत गर्न थालेछ भनेर दुखी हुनुहुन्छ। के अरे? उसले मेरो कपालमा समातेर 2-3 फन्को घुमाई। तिम्रै छोरो त नेरी हामीलाई के दोष सासूमा भन्दै हाँसी। उसले मेरो घरको लागि भनेर धेरै सामान किनेको थिए। मैले बोक्न नसक्ने भनेर कतिपय सामानहरू यहीँ छोड्ने भनेर छोडे। धेरै सामान उसले झोलामा खादी। उसले 4 डब्बा कप नुडल्स झोलामा राखिदिँदै भने, यो चाहिँ बाटोमा खाने। ऊ पानी तताउन थाली। काम नपाएर यत्रो 4वटा तिमीलाई कसले किन्न लगायो? कसैले लगाउनु पर्छ र? म त यत्रो बोक्दिनँ। एउटा झोलाभित्र राखेर 3वटा बाहिर राखेँ। बाटोमा खाना खाने ठाउँमा कस्तो फोहोर हुन्छ? बाटोमा खाना खानु पर्दैन। बासी सडेको खाना हुन्छ। तातो पानी बोक्ने। जहाँ भोक लाग्छ त्यहाँ यो थर्मसको तातो पानी र यो कपमा हालेर खाने सजिलो हुन्छ। थर्मसमा तातो पानी हालेर झोलाको एक साइडमा अड्काइदिए। आमाले जस्तै गरेर सम्झाइरहेकी थिए। यो महँगो सामान र तिम्रो महत्त्वपूर्ण डकुमेन्टहरू चाहिँ सुरक्षित ठाउँमा राख है। रातिको गाडीमा जाँदैछौ। हिँडाएको बेला
हराउला नि। थाहा छ आमा, थाहा छ। लौ बोक, भनेको त सबैको बाहिर राखेछ। उसले कप नुडल्सतिर हेर्दै भनी, एउटा हालिसके त्यसैले पुग्छ। पर्दैन, एउटा अझै हाल भन्दै झोलामा राखिदिए। अनि एउटा यहीँ खाने। भोक लागेको छैन, मैले भने। किन भोक लाग्दैन? तिम्रो ओठ खाए नि त अघि भर्खरै। जे पाए त्यही थोरी। उसैले दुईवटा कपमा तातो पानी खन्याई, एउटा मलाई एउटा उसलाई। केही छिनमा नै हामीले चाउचाउको बट्टा सिनिप्त पाल्यो। नखाँदा चाहिँ भोक लागेको आवाज भएको थिएन, खाएपछि पो भोक लागे जस्तो भयो। कुनै लामो यात्रा गर्दा मन खुसी हुँदा मन पुलकित भएर खाने भन्ने कुरामा मन आउँदैन। खाए पनि एक दुई गाँस बाहेक बढी रुच्दैन। सायद मलाई त्यही भएको थियो। भोलि बुबा आमासँग भेट्ने वाला थिए। खुसी नहुनु पनि किन? मेरो यात्रामा मलाई साथ दिन मसँग दुईवटा झोला तयार भए। एउटा ठुलो थियो भने एउटा साथैमा बोक्न मिल्ने गरी सानो झोला थियो। एकपटक कोठाको वरिपरि आँखा दौडाए। मुख्य गरी छिट्टै बिग्रिने खालका सामानहरूलाई फाल्नुपर्ने थियो। खाना तरकारी पकाएको थिएन, नत्र त्यो पनि फालेर जानुपर्ने हुन्थ्यो। किरण कहिले कोठा आउने हो ठेगान हुँदैन थियो। जेलसम्ममा बिग्रिएर हेरिन सक्नुहुन्छ। अलिकति साग र टमाटर थियो। एउटा प्लास्टिकमा पोको पारेर बाहिर डस्टबिनमा लगेर फाले। त्यसै छोडेर जाँदा कुहिएर कोठामा ठ्यात्तै हुन्छ। एक्लो पैसा लगाएर किनेको फाल्न त माया लागिहाल्छ। अरू चाँडै चढ्ने खालका सामानहरू केही थिएनन्। एकवटा झोला बोकेर हामी बाहिर निस्कियौँ। टाढै जान लाग्नुभयो कि के हो? ढोकाको चाबी लगाउँदै गर्दा कसैले बोलायो। त्यो स्वर महिलाको थियो। फर्केर हेरे, घरबेटी रहेछिन्। गाउँतिर पो पुगेर आउनु पर्यो आमा। मैले गाउँ जान लागेको कुरा बताएँ। बाबु कता अरे तिम्रो गाउँ? बुढेसकालमा बिर्सने बानी कति धेरै हुने रहेछ। 5 पटक भनिसके होला यहाँ आएपछि। पूर्व पाँचथर। ए अनि कहिले फर्किन्छौ? 4 दिनमा। ए बाबु ल राम्ररी जानु। ऊ एकपटक मजाले खोकी अनि सिडी चढेर माथितिर गइन्। मलाई छोड्न ऊ बस स्टपसम्म जान लागेकी थिई। यसपटक म पछाडि बसे। हामी 3 बजे कोटेश्वर चोकमा पुग्यौँ। अझै आधा घन्टा गाडी आइपुग्न समय लाग्ने बस काउन्टरमा भएको मान्छेले बतायो। गाउँमा नेटवर्क टिप्दैन, राम्ररी फोन लागेन भनेर नरिसाऊ, म समय मिलाएर गरिरहन्छु। त्यसो भए त किन रिसाउनु? त्यहाँ गएर गाउँका तन्नेरीहरूसँग चाहिँ बुलेर बस्ने होइन नि। लु भयो, म त्यति राम्रो पनि छैन ल। जे भए पनि हिरोइनको भुपु पो त। चुप। हामी कोटेश्वरको पुल छेउको एउटा फलैचामा गएर बसेका थियौँ। एउटा ट्याङ ट्याङ टिङ टिङ बजाउँदै खेलौनाको झुप्पाहरू बोकेर एउटा बच्चा यताउति घुमिरहेथ्यो। त्यो बच्चा हामीलाई देखेर हामी छेउ आएर बस्यो। दिदी किन्ने हो? राम्रो छ। त्यो बच्चा हामी छेउ आएर सोध्न थाल्यो। यो बार्बी डल कति हो नि? 400, हजुरलाई 300। उसले गुडी आफूले लिएर 300 त्यो बच्चालाई दिए। म एक टके त्यो दृश्य निहालिरहेको थिएँ। यत्रो बच्चाको आमा जस्तो मान्छेलाई अझै खेल्न मन लाग्छ है। बच्चा जस्तै? बच्चै त हो नि म, 20 वर्षको। घरमा भतिजी छ भनेको होइन, उसको लागि किनिदिएको। यो लगिदेऊ। काका पुग्दा भतिजीले के ल्यायो भनेर आश गर्छ? तिमीलाई त केही थाहा छैन। ऊ कति व्यावहारिक थिई भनेर यो घटनाले दर्शाउँथ्यो। 4 बजे भनेको 4:30 बजे गाडी आइपुग्यो। टिकट देखाएपछि झोला पछाडि डिकीमा सहज राख्यो। एउटा झोला भने मसँगै थियो। अब बिदा पाऊँ हजुर, मैले उसलाई चुम्बन गर्दै भने। उसले अँगालो हाली। उसले पनि गालामा चुम्बन गरी। ल राम्रोसँग जाऊ, सकेसम्म छिटै फर्क। उसको स्वर रुन्चे थियो। 1 हप्ता त हो, त्यही पनि। ल म जान्छु। म भित्र मात्र के बस्न लागेको थिएँ, उसले बोलाइ। ऋषभ? म उसको छेउमा गएर सोधेँ। के भयो? उसले केही कुरा आफ्नो ब्यागबाट झिकेर मेरो प्यान्टको गोजीमा राखिदिए। मैले झिकेर हेरेँ, पैसा थियो। के हो यो? तिम्रो पैसा? कस्तो मेरो पैसा? मैले अचम्म मान्दै सोधेँ। अघि बारबटेनीमा उसले त्यो पैसा लिएर आफ्नो कार्डबाट पेमेन्ट गरेको थिएँ, त्यही पैसा थियो। यो पर्दैन मलाई, तिमी नै राख। तिम्रो पैसा म किन राख्ने? उसको स्वर अझ रुन्चे भयो। ठिकैसम्म नै राख्छु, कुनै दिन चाहियो भने भन। उसले पैसा नलिने भएपछि भने। उसले आँखाको गाजल मेरो कानतिर टाँसिदिए। बाई ऋषभ, मिस यु, लभ यु। आज ऊ मलाई किन सानी बच्चा जस्तै लाग्यो। म हात हल्लाउँदै गाडीमा चढेँ। गाडी चढेको केही बेरमा मोबाइलमा मेसेज आइरहेको थियो हेरेँ। शुभ यात्रा ऋषभ, तिम्रो परिवारसँगको भेटघाट रमाइलो होस्। म तिमीलाई मिस गर्छु, लभ यु।
यो केटीलाई के भएछ? मेसेज हेरेँ, रिप्लाई गरिनँ। भर्खरै गाडी चढेँ। भोलि बिहान गाउँ आइपुग्छु भनेर एउटै मेसेज लेखेँ अनि सेन्ड गरेँ दाइलाई। त्यसपछि फोन अफ गरेँ। बसको 5औँ सिटको झ्यालपट्टिको सिट मेरो थियो। मेरो छेउपट्टिको सिट अझ खाली नै थियो। केटी मान्छे चुरोट खाने, खैनी गुट्का खाने चाहिँ नपरोस् सोचे। भगवान मान्ने भएको भए यो पारिदिनु त्यो पारिदिनु भनेर प्रार्थना गर्थे होला। तर मेरो लागि त्यो अवसर पनि छैन। मेरो लागि जे भए पनि जे भने पनि सहचालक नै थियो। गाडी घ्याच्च गर्दै अगाडि बढ्दै रोकिँदै मान्छे चढाउँदै सामान राख्दै बल्खु कलङ्की हुँदै अघि बढ्यो। अझै पनि मेरो सिट छेउको सिट खाली नै थियो। मैले पछाडि हेरेँ। पछाडिको भागमा जम्मा एकजना यात्रु थियो। मलाई त्यो ठाउँ देखेर लोभ लाग्यो। मनमा नै भने, त्यत्रो ठुलो ठाउँ एकजना मात्र, जसरी सुतेर उठेर बसेर जाँदा नि रमाइलो। कस्तो राम्रो, मलाई पनि पछाडि जान मन लाग्यो। दोकानीर बसिरहेको सहचालकलाई बोलाएँ। दाइ, म पछाडि गएर बस्दा हुन्छ? तपाईँको सिट कुन हो? यहीँ हो, मैले टिकट देखाउँदै भने। पछाडि जान पाइन्छ, तर भरे फेरि फर्किन्छु भन्न पाइन्न। आदेश घोषणा भनियो। हुन्छ, मैले भने। मलाई लाग्यो अब पछाडिको मान्छेलाई अगाडि मेरो सिटमा बोलाउँछ, तर त्यसो गरेन। म आफ्नो झोलासहित पछाडिको त्यो खुल्ला सिटमा गएर बसेँ। आनन्द लाग्यो। खुल्ला ठाउँ पाउँदा। 5 जनाको सिटमा जम्मा 2 जना थियौँ। म र त्यस मान्छे बिचको दूरी 2 सिट पर थियो। एउटा ढाका टोपी, दौरा सुरुवाल, चप्पल लगाएको करिब अन्दाजी 40 वर्ष जतिको मानिस काखमा पुक्क परेको झोला लिएर बाहिरतिर रमिता हेर्नमा व्यस्त थियो। म पछाडि जाँदा भन्ने एकपटक हेर्न भ्याएको थियो। अहिले उसको ध्यान बाहिरी संसारमा नै छ। पछाडिको सिटमा 2 जनाबाट 4 जना भएसँगै गाडी एकनास रफ्तार लिएर दौडन थाल्यो। अब काठमाडौँलाई पछाडि छोड्दै बस आफ्नो गन्तव्यतिर अघि लाग्यो। 3 वर्ष अगाडि हजारौँ सपना उमङ्ग बोकेर यही बाटो हुँदै म राजधानी भित्रिएको थिएँ। अब इन्च, फुट, मिटर, किलोमिटर हुँदै राजधानी छोड्दैछु केही दिनको लागि। बिस्तारै अँध्यारो हुँदैछ। सडकको छेउछाउमा रहेको बत्तीहरू पर देखिन्छन्, अगाडि आउँछन् र छोडिएर पछाडि पर्छन्। बोल्ने कोही नभएपछि विगतले मलाई आफूतिर आकर्षित गर्न थाल्यो। म आफ्नो विगतमा प्रवेश गरेँ।